हामीले नलानु न नलानु अहिले सानै छ अलि पछि लाँदा हुन्छ भन्दा छुट्नै पर्ने के भनेर अनि देवदाई मर्छु भन्दा अनि त्यो देव मर्छु भन्दा अनि मेरो छोरा मऱ्यो भने कसले जिम्मा लिने बरु हामी दुइटैको जिम्मा लिने भनेर लगेको। अनि त्यो घटना भएको बिहान मलाई मामाले हल्का उयो दिँदै खोलिने खालको छ त्यो चुकुल अनि मलाई पनि थाहा छैन म कति गएको हो अनि ढोका फुटाएको भन्छ अनि फेरि भरे राति बेलुका कहिले आयो अरे अनि कोटायो अरे क्या यता फर्क भन्दै अनि मायाले नफर्किँदा ऊ ढुलेर मलाई ढुक्यो त्यही कोठामा अनि साह्रै भइसकेको थियो मायाले राता भन्दै मलाई रुँदै सुनाएको थियो। बिहेभन्दा अगाडि पनि त्यो झगडा पर्दा कुट्ने गर्थ्यो अनि कति त्यो मुख छाने नराम्रो भन्ने अनि मैले नगर्ने यस्तो नगर्ने नकुट्ने न भन्दा पनि मलाई पनि मुख छाड्दै यसरी ठेलेर यस्तो उयो भएको थियो अनि लग्ने बेलामा पनि अनि अहिले नै नलानु न सानो छ भन्दा अनि त्यसको बाउआमाले मेरो छोरा मऱ्यो भने के गर्ने बरु हामी दुइटैको जिम्मा लिने भनेर लगेको अब आएर यस्तो गर्यो खै के गर्यो बिहेभन्दा अगाडि पनि गर्थ्यो अनि मैले नगर भन्दा पनि हामीलाई पनि मुख छाड्ने के गर्ने क्या अनि एकचोटि हामीले छोड्नै खोज्दा यहाँ झुन्डेको थियो क्या अनि लडिरहेको थियो धुइँमा आँखै काटेछ अनि लडिरहेको अनि मलाई हेर्न पनि दिएन क्या म बहिनी हो भनेर पनि पसँग दिएको भरे बाबासँग जाँदा मात्रै अनुहार मात्रै देखायो अनि जाउ बाहिर भन्ने कसरी करायो मर्न बाध्य होइन मारेकै हो भन्ने म त छु अब अनि त्यो उसले त्यो गाँजा धुलो किने खान्थ्यो अनि उसले अनि मायासँग घरिघरि पैसा हुन्थ्यो अनि त्यो 100-200 माग्थ्यो त्यसले अनि नदिँदा त्यसरी बाँध्ने कुट्ने गर्थ्यो क्या अनि एकचोटि चाहिँ पथरी अपडेट ऊ खस्नुभन्दा अघिल्लो दिन दिउँसो भएको थियो अनि बेलुका पनि भएको थियो त्यो मेसेजमा दिउँसो चाहिँ म त्यहाँ नागिता प्रिन्ट गर्नु गएको थियो क्या बाबाको त्यो हस्पिटल जानलाई अनि त्यतिखेर भएको थियो। बिहेभन्दा अगाडि पनि त्यो झगडा पर्दा कुट्ने गर्थ्यो अनि कति त्यो मुख छाड्ने नराम्रो भन्ने अनि मैले नगर्ने यस्तो नगर्ने नकुट्नु न भन्दा पनि मलाई पनि मुख छाड्दै एकचोटि यसरी ठेलेर यस्तोमा उयो भएको थियो अनि पहिला नि यता अनि त्यहाँ आउँथ्यो अनि कतिचोटि हामीले छोड्नु खोज्दा एकचोटि त यहीँ आएर मर्न खोजेको क्या अनि मायालाई त्यस्तो ब्ल्याकमेल गर्ने त्यस्तो गरेर मसँग लाने भनेर अनि हाम्रो यहाँ घरमा आउँथ्यो अनि घरमा नआइज भन्दा पनि आउने लुक्ने होइन अनि लग्ने बेलामा पनि अनि अहिले नै नलानु न सानै छ भन्दा अनि त्यसको बाउआमाले मेरो छोरा मऱ्यो भने के गर्ने बरु हामी दुइटैको जिम्मा लिने भनेर लगेको अब आएर यस्तो गर्यो खै के गरेको हामीले नलानु न नलानु अहिले सानै छ अलिक पछि लाँदा हुन्छ भन्दा छुट्नै पर्ने के भनेर अनि देवदाई मर्छु भन्दा अनि त्यो देव मर्छु भन्दा अनि मेरो छोरा मऱ्यो भने कसले जिम्मा लिने बरु हामी दुइटैको जिम्मा लिने भनेर लगेको। अनि त्यो घटना भएको बिहान मलाई झापाको मामाले कल गर्नुभएको थियो 4:30 बजे अनि मैले यसो सोधी खोजी गरेँ माया अनमै थियो मैले मेसेज पठाएँ हेरेन अनि त्यहाँदेखि अब हो कि होइन भनेर उसकै बाउसँग मेरो नम्बर थियो नि त मतलब मसँग उसको बाउको नम्बर थियो अनि मैले गरेको 4-5 चोटि गर्दा पनि काटेको अनि त्यहाँदेखि गएर उनीहरूको साथीसँग गएर हेरेँ मैले त्यहाँ हेर्दा पुलिसको गाडी देखेँ अनि पुलिसलाई हेर्नु दिन्न भन्दा पनि मलाई नदिएको बहिनी हो भन्दा पनि अनि हेर्नु नमिल्ने भन्दै कसरी कराउनु भएको थियो अनि झ्यालबाट थोरै मात्रै यसरी देखाएर अनि फेरि नहेर्नु भन्दै कराउनु भयो अनि म त्यत्तिकै बसिराखेँ अनि मामाहरू आउनु भयो अनि यता घर आएर फेरि अनि छ्यामाहरूसँग माथि चाहिँ गएको थिएँ क्या अनि त्यहाँदेखि त्यो देवले म यस्तो गाजाहरू केही नखाने यसो झगडा नपरेको भन्दै भन्नुभयो अनि फेरि उसको बाउलाई सोद्धा चाहिँ झगडा परेको हामीले ढोका खोलेर फुटाएर हेरेको भन्छ अनि खोइ के हो ढोका चाहिँ फेरि यसरी ठेल्दा हल्का उयो दिँदै खोलिने खालको छ क्या त्यो चुकुल अनि मलाई पनि थाहा छैन म कति गएको हो अनि ढोका फुटाएको भन्छ अनि फेरि त्यो देवदाई टोयलेटमा बसेको अनि के भेना भन्नु अनि टोयलेटमा बसेको अनि आउँदा झुन्डिरहेको भन्दै त्यो ढोका फुटाएको भन्दा त्यो ढोका त्यस्तो फुटेको जस्तो केही पनि थिएन त्यो धुलोहरू झरिहाल्थ्यो अनि त्यस्तो केही थिएन भएको थियो सिम्पल नै थियो म त्यहाँ जाँदा त्यो उनीहरूको कोठामा जाँदा त्यो देव सुतिरहेको थियो कलेजको लुगामै त्यही नागिता प्रिन्ट गर्न गएको थियो अनि त्यो सुतिरहेको थियो अनि यस्तो हेऱ्यो अनि माया थिएन अनि यता गएको अनि मायाले चाहिँ त्यो उसको त्यो नन्द के भन्छ त्यो फुच्चीलाई खाजा बनाइदिँदै थियो क्या बहिनीको टिफिन हुने रहेछ आज भनेर खाजा बनाइदिँदै थियो अनि खाजा बनाइसकेर मात्रै जाने है भन्दै थियो अनि पर्ख्यौँ
अनि खाजा खायो आएर कति चक्टर गर्दै खाजा खायो अनि गयौँ हामी अनि नागिरा पनि गयो अनि म घरतिर लागेँ अनि त्यो यता अनि मैले मेसेज पठाएको 2-3 घन्टापछि मात्रै हेरेको त्यसले ल म बिहानै आउँछु भनेको मैले राति नै आइज न भन्दा यता रिसाउने आमाहरू रिसाउने मम्मीहरू नभएको भन्दै भन्यो अनि अन्त ल बिहानै आइज भनेर मैले त्यस्तो भनेको अनि उनीहरूले हामीलाई बोलाउनु पनि सक्थ्यो नि त मसँग नम्बर थियो मसँग बोलिराख्ने अनि नम्बर थियो उसले मलाई बोलाउन पनि सक्थ्यो तर उनीहरूले मलाई बोलाएन क्या उनीहरूको त परिवार भेला भइसकेको थियो नि त अन्त मरेको ठाउँमा त अनि हामीले पनि कति देखेको 2-3वटा पुलिस मात्रै जाने तर त्यहाँ त कति धेरै थियो त के नै भयो जस्तो अनि सुन्नु न जस्तै अब तपाईँ दिदीसँग कुरा गर्दा त्यस्तो नर्मलै थियो तर योभन्दा अगाडि पटक पटक उहाँले बुवाको श्रीमानले चाहिँ तपाईँ दिदीलाई मानसिक तनाव दिने कुटपिट गर्ने यातना दिने चाहिँ गरि नै रहन्थ्यो बेभन्दा अगाडि पनि गर्थ्यो अनि मैले नगर भन्दा पनि हामीलाई पनि मुख छाड्ने के गर्ने क्या अनि एकचोटि हामीले छोड्नै खोज्दा यहाँ झुन्डेको थियो क्या अनि लडिरहेको थियो भुइँमा आफै काटेछ अनि लडिरहेको थियो अनि हतार खोलेर राख्दा अनि चाहिँ बल्ल बल्ल माया डराउँछ नि त अब त्यस्तो भयो ऊ फस्ने भनेर बे गरेर नजानु खोज्दा पनि तिनीहरूले त्यसको बाबाले जिम्मा लिने भनेर लगेको हो अब खोइ झुन्डेकै हो भन्छन् अनि अब झुन्डेको त खुट्टा अब त्यस्तो हातहरू झुन्डेको हुन्छ भन्छ उसको खुट्टा त पुरा बल परेर उयो भएको थियो अनि अब घाँटीहरूमा पनि त्यस्तो दागहरू अनि यस्तोमा मलाई हेर्न पनि दिएन क्या म बहिनी हो भन्दा पनि पसन नदिएको भरे बाबासँग जाँदा मात्रै अनुहार मात्रै देखायो अनि जाउ बाहिर भन्नु कसरी करायो मर्न बाध्य होइन मारेकै हो भन्ने म त स्योर छु अब उनीहरूलाई अब ज्यान उसले मारेको भने हामी पनि उनलाई मार्न त पाउँदैन होला मतलब जन्म कैद त हुन्छ होला भन्ने आश छ अब न्यायको पर्खाइमा हुनुहुन्छ कस्तो किसिमको कारबाही होस् जस्तो लाग्छ कानुन संशोधन हुँदा उनीहरूलाई जन्म कैद बाउ छोरा सबै अब खोइ राम्रै हुन्छ भन्ने आश छ अब के गर्छन् त्यो खोइ के सुनिराखेको हुन्छ त्यो पुलिसहरू पनि मिलेको भन्दै नराम्रो अनि त्यो उसले त्यो गाँजा धुलो के खान्थ्यो अनि उसले अनि मायासँग घरिघरि पैसा हुन्थ्यो अनि त्यो 100-200 माग्थ्यो त्यसले अनि नदिँदा त्यसरी बाँध्ने कुट्ने गर्थ्यो क्या अनि एकचोटि चाहिँ त्यही खान्छु भनेर बाजेको क्या उसकै आमा बाउकै अगाडि अनि आमा बाउले पनि त्यस्तै छोरी मात्रै करायो अरे त्यत्रो बाँध्दा पनि अनि मायाले मुखमै पैसा फालिदिएको थिएँ भन्दै थियो अनि भरे राति बेलुका कहिले आयो अरे अनि कोटायो अरे क्या यता फर्क भन्दै अनि मायाले नफर्किँदा ऊ झुन्डेर मर्नु खोजेको थियो अरे त्यही कोठामा अनि साह्रै भइसकेको थियो अरे मायाले झार्दा भन्दै मलाई रुँदै सुनाउँदै थियो यो चाहिँ घटना हुनुभन्दा कति दिन अगाडिको कुरा 2-3 दिन अनि उसको आमा बाउले पनि कुरा काट्ने त्यो मायाको त्यसरी क्या घरमै कुरा काट्ने क्या त्यो बाबा पनि मम्मीले कुरा लगाइदिने एकचोटि हाम्रो बाबा बिमारी भएर सिलिन्डर चढाएको थियो नि त 24 घन्टामा अनि त्यतिखेर हामीले भनेरै आएको थियौँ अब हामी आउँदैनौँ होला है बाबा खानासाना पकाइदिन्छ भन्दा पनि त्यो देवलाई त यसो भनिदिएको अरे खै तेरो बुढी त कहाँ गयो पनि केही नभनी गयो भन्दै कुरा लगाइदिएको क्या कुटाउन खोज्थ्यो जहिले अनि त्यो सासु आमा त्यो मम्मी बिहानै उठ्ने त्यो मायालाई पनि जबरजस्ती उठाउने क्या त्यो बिहानै उठ्ने अनि माया पनि उठोस् भन्दै कराउने एकछिन बस्न पनि दिँदैन दिउँसो त काम हुँदैन नि त अनि सुत्दा पनि कस्तो खाटमा सुतिराख्दा पनि कति कराउँथ्यो अरे क्या जहिले सुत्न लगाएको भन्दै मायाले मलाई रुँदै सुनाउँदै थियो अब भनेपछि तपाईँको दिदीको यो घटना भए पनि यो मर्न बाध्य बनाएको भने तपाईँको धारणा मारेकै हो मर्न बाध्य भन्दा पनि मारेकै हो धुलो भनेको चाहिँ के ब्राउन सुगर होला त्यस्तै लागु औषध के त्यस्तै लागु औषध पनि लिनुहुन्थ्यो उहाँले बे भन्दा अगाडि पनि लिन्थ्यो अनि बे गरेपछि नलिने त्यस्तै कुरा गर्थ्यो अनि फेरि बे गरेपछि फेरि खान थालेको अनि त्यही त्यस्तै खाए नै अनि मायाले नखा भन्दा मायालाई नै त्यस्तै कराउने हप्काउने मुख छाड्ने कुट्ने गर्थ्यो अब
पथरी अपडेट।